होइन हौ बुढा, दसैँ आइसक्यो, सबैले घरमा रङ लगाइसक्यो, हामी चाहिँ कहिले लाउने हौ? होइन हौ बुढी, अरूले पुखायो भन्दा के मैले नि पुखानु पर्ने? होइन हौ, राम्रो भन्दा त के पो बोल्छ यो मान्छे? मान्छे हेर्दा मुरुले जस्तो, बेउरा नि मुरुले जस्तै गर्छ। गरेछ न हौ बुढी, मलाई पनि थाहा छ। अब त्यो नयाँ जाड कस्तो भयो, चाखौँ। होइन कति घिच्नु सकेको? बुढीको त बुद्धि मात्रै तितो पो, जाँड त मिठो बनाउँछ नि। ओइ कहाँ हिँड्छौ? होइन यहाँ कुर्सी तानेर बस। ओ बुढी, यहाँ काला पनि टङमा ल्याइदे। होइन हौ नेका, बिहान कहाँ हिँडिसौ? दसैँको भात भोजी खाँदै हिँडेको नि। लु जाड पनि खा, मलाई एकछिन घर छाप्नु पनि सघाए, खाना पनि यतै दिन्छु, पैसा नि दिन्छु है तँलाई। हुन्छ। होइन कति जाड खाएको, रङ लिन नजाने? लु पैसा ले न त। लु बस्दै गर है नेका, म रङ लिएर आउँछु। हुन्छ। बर्नेको बुढा कतै हिँड्छौ? ध्यान नै। होइन हौ जट्टा, रङ लिन हिँड्दै गरेको नि हौ, दसैँ लाग्यो थाहा छैन मलाई। ओइ नयाँ प्यान्टको रङ आएको छ, जाउँ खानु। हुँदैन मलाई त बुढीले रङ लिएर आइज भनेछ, माछ घरमा बुढीलाई। जा अब बुढीसँग डराउने, आफूले आफूकै मत भन्छ हौ। बुढीसँग डराउँछ भनेको? लु हिँड, कहाँ पाउँछ लु। हेलो सोनी, नयाँ ब्रान्डको रङ ल्याउनु। होइन हौ सौनी, गिलास चाहिँ कसले दिन्छ हौ? होइन कति पिल्सेको कुरा गरेको यो बाहुनीको बुढा। सोनी अब एउटा